घुमपाड आइपुग्यौँ हामी हो घुमपाडको वेदर हेर्नुहोस् त्यस्तो चाहिँ हाम्रो तर दार्जिलिङ त मजाको खुलेको छ एकछिन रोक्छ हाम्रो यहाँ गाउँको गाडी एकछिन हल्ट गर्छ यहाँ अलिअलि सरसामान किन्नुको लागि त्यसपछि जाने हो सो तपाईँलाई पनि गाउँ लगेर जान्छ हाम्रो बाटोघाटो देखाउँछु हेर्दै गर्नु होला यो अन्त केही देख्दैन रहेछ कुकुर के दामी उब्रेको सौदा चाहिँ यहाँ आएर गर्दैछौँ यहीँ सौदाहरू गऱ्यौँ अलिअलि हाम्रो गाडी यहाँ राखेको छ हो चढेर जाने हो यो फर्ने भनेको सबैसम्म सिक्यो है अब खै बाटो डब्बेछ त्यताबाटै उत्रो ल लु आइपुग्यौँ है अङ्कल यहाँ चाहिँ एकछिन उत्रिनु पऱ्यो हामी सबजना यहाँ बाटो दब्बिरहेको छ कि बाटो दब्बिएर चाहिँ अलिक रेस्क्यु भएन अहिले हामी पुसुम्बेङ आइपुगेको छौँ यहाँ बाटो कन्डिसन हेर्नु न यस्तो भएर चाहिँ गाडी दब्बिन्छ भन्ने डरले चाहिँ हामी उत्रेर हिँड्दैछौँ जति पनि पेसेन्जर थियौँ हामी हो पोहोरको सालै बर्खामा भत्केको यो चाहिँ ल त्यही त भनेको हेर्नु त अवस्था यस्तो छ अब यसरी नै जानुपर्छ घर पुग्नु पर्यो आधी बाटो त हामी हिँड्नै पर्छ त्यही त है यस्तो छ कन्डिसन बर्खै लागेको छैन अब बर्खा लाग्दा के होला लाग्दा त झन् के होला हो बर्खा लागेपछि त यो त हेर्नुहोस् नि सक्यो नि यो जाला जस्तो छ नि ए पहिलाको यो पैसा आइगयो नि पैदलै ए यो चाहिँ पोहोरको साल झरेको हो यो जबरजस्ती अहिले मोटरेबल चाहिँ भएको छ तर ए यस्तो छ कन्डिसन चाहिँ कन्डिसन यस्तो छ है यहाँ हाम्रो बर्खा नलागि यस्तो छ अहिले यहाँनिर मेरो सामुन्ने यहाँनिर माज्दा लिएर आएको थियो यहाँ चिप्लेर फस्यो भन्दै गयो बाटोको गति यस्तो छ गति त अब यही त अब बर्खै लागेको छैन बर्खै त लाग्यो सुरुवात मात्रै हो सुरुवात 2 दिन खालि भयो पानी परेको है त्यही पनि राम्रोसँगले कहाँ परेको छ र त्यही त यस्तो छ यस्तो भएछ है हजुर त्यही त गाउँले सबजना पेसेन्जरहरू चाहिँ त्यहाँनिर चाहिँ त्यो सामानहरू चाहिँ अघि माझ्दाले लिएको चाहिँ त्यहाँनिर उतारेर हो माझ्दाले नसकेर यो अर्को गाडीमा हालेर लाँदै रहेछ बस्दै बस्दै पर्खिँदै यात्रा गर्नुपर्छ गाउँ जाँदा हो गाडीको जाम फाल्टै हुन्छ दुःख बाटो कन्डिसन यस्तो ल फाइनली क्लियर भयो बाटो 15-20 मिनट पर्खेर हो हाम्रो बाटो यस्तो छ कन्डिसन यहाँ यो चाहिँ साइड डल्लै दब्बेको थियो पोहोरको बर्खामा अनि यताबाट काटेर बनाएको बाटो हो यो हुँदा चाहिँ अहिले अलिकति माझ्दा चाहिँ यताबाट सेपेर आउँदैछ माझ्दा फसेछ ल चढौँ अन्त